धेरै वर्ष अगाडि पश्चिमी हिमालको एउटा मगर गाउँमा एकजना शक्तिशाली धामी बस्दथे। टाढा टाढाबाट उनीसँग त्यहाँ उपचार गराउनका लागि मान्छेहरू आउँथे। मान्छेहरूले उनलाई पुरन सानको नामबाट चिन्दथे। एक दिन त्यो राज्यको रानी धेरै बिरामी भइन्। राजाले आफ्नी रानीलाई ठिक गर्नका लागि धामी पुरन सानलाई आफ्नो दरबारमा बोलाए। हजुर महाराज, मलाई तपाईको दरबारमा किन बोलाइ बक्सियो? राजा पुरन सानको छेउमा आए र भने, पुरन सान, तिमी मसँग आऊ। राजाले पुरन सानलाई रानीको कोठामा लिएर गए र राजाले भने, मेरी रानीलाई बचाऊ पुरन सान, तिमीले मात्र हाम्रो मद्दत गर्न सक्छौ। पुरन सानले एक करुवा पानीमा आफ्नो मन्त्र फुके। हे भगवान, यो रोगलाई ठिक गरिदेऊ। पुरन सानले भनेपछि त्यो करुवाको पानी रानीलाई खुवाइयो र रानी तुरुन्तै ठिक भइन्। रानी तुरुन्तै ठिक भएको देखेर राजाले पुरन सानलाई केही उपहार दिए। तर यो कुरा कसैलाई पनि थाहा थिएन। रानी यत्तिकै बिमारी भएकी थिइनन् कि नजिकैको एउटा गाउँमा बस्ने 9वटा बोक्सीहरूको कालो जादुले उनलाई बिरामी पारेको थियो। हे बोक्सीहरू, साल सकिन लागेको छ। तिमीहरू सबैले आफ्नो शिकार छान्यौ, बलि दिनलाई मान्छे भेट्यो। सबै बोक्सीहरूले गरिम भने। तर तिनीहरू मध्ये सानी बहिनीले डराउँदै भनिन्,